हेलो गाइज, वेलकम छ हजुरहरूलाई। यहाँ चाहिँ हजुरहरू देख्न सक्नुहुनेछ हाम्रो घरको गाईको बच्चा जन्मिसकेको छ हैन। अनि हाम्रो घरको गाईको बच्चा चाहिँ यस्तो कालो कालो गोफले कलरको छ। हेर्नु न आँखा बलेको गाईको बच्चाको। अनि यस्तो राम्रो राम्रो छन् हाम्रा गाईका बच्चाहरू। अनि चाहिँ राति किन जन्मेको भन्दा बिहान जन्मिनु पर्थ्यो नि। यस्तो राम्रो फोटो आउँथ्यो कालो कालो मान्छेको। सुन्न यता मान्छे होइन हौ, गाई हो। गाईको चाहिँ गाईको चाहिँ के जन्मेको छ भनेर भन्नुहुन्छ भने हाम्रो गाईको चाहिँ बच्चा जन्मेको छ, मतलब छोरा जन्मेको छ। हाम्रो घरमा नयाँ सदस्य भित्रिनु भएछ फेरि। अनि हाम्रो 3 भाइ हुनुहुन्थ्यो, अब 4 भाइ हुनुभएको छ गाईसँग, गाईको बच्चासँग। अनि गाईले चाहिँ उसको बच्चालाई चाटेको छ होइन। सेतो होइन, कालो, सेतो त्यो कालो बनाइसक्यो चाटेर। अनि हाम्रो गाई चाहिँ राति बिहाको छ, देख्न सक्नुहुन्छ। यति राम्रो छ कि